हेलो गाइज गुड मर्निङ त कसरी भन्नु आज होइन गुड आफ्टरनुन आज फ्राइडे ढिलो सुरु भयो। अब यसो निस्केको बाहिर डुल्नलाई गोर्दोसम्म जान्छु, काम छ, मम्मीलाई भेट्छु, यसो डुल्छु अनि फर्किने हो। ल हेरौँ कस्तो हुन्छ आज मेरो दिन। हावा त बब्बाल चल्दैछ यार, पानी पर्छ है क्या। आज हो शुक्रबार, के गाह्रो टिटिटो। आज शुक्रबार तर यो प्रायः यहाँको के हुन्छ यो रिकन्डिसनहरू सबै खुल्ला हुन्छ क्या शुक्रबार। भोलि शनिबार चाहिँ फेरि सबै बन्द हुन्छ। पहिला यो बाटो कति सुनसान हुन्थ्यो शुक्रबार, अहिले शुक्रबार पनि पुरा हल्ली चल्ली हेर न बाइकहरू। अहिले डामाडोल छ दमकको। शुक्रबार कुनै शुक्रबार खुल्छ, कुनै शनिबार खुल्छ, कुनै शुक्रबार बन्द, कुनै शनिबार बन्द। कन्फ्युजन जस्तो हुन्छ नि, एउटा फिक्स भनेको छैन क्या, यो दिन खुल्ने यो दिन बन्द भन्ने नि छैन। पहिलेदेखि चलिआएको शुक्रबार हो, कसैले शुक्रबारै बन्द गर्छन्। यो यो अब यो रिकन्डिसनहरू शुक्रबार खुल्छ, शनिबार बन्द, भोलि सबै बन्द हुन्छ यो। ठिकै छ, आफ्नो आफ्नो कुरा हो। मेरो देश नेपाल तर झन्डा चाहिँ डाउन रहेछ आज। दामी छ नि यो। ओ पछाडि एउटा सिटी पनि बिग्रिरहेको रहेछ यो अहिले है यार। पहिलाको भन्दा चाहिँ दामी बनाएको छ नि यो। पछाडि देख्न सकिन्छ पुल। पहिलाको जतिको चाहिँ भन्न खोजेको के भन्दैछु यार म, पहिलाको भन्दा अलिक बन्दैछ हो त भन्नु खोजेको। के बोले साला। मैले गाडी सिकेको चाहिँ यहीँ हो है, तर यति राम्रो थिएन मैले सिक्दा। अहिले अझै बबाल बनाएको रहेछ। त्यहाँदेखि आएको छुइनँ, गाडी सिकेर पनि सिकेँ मात्रै। ओ बिर्सेँ कि जस्तो पनि लाग्छ घरिघरि, तर सिकेको कुरा सायद बिर्सिँदैन। एकचोटि कुदायो भने त कुदाइन्छु। अब गाडी पनि लिनुपर्छ बिस्तारै। सुरुमा बाइक लिउँ, बाइक लिए पछाडि गाडी लिने, सबै कुरो लिने हो। लिने चाहिँ हो एक्चुअली वान डे होइन त। इन्जोय गाइज, रमाइलो गर्नु पऱ्यो नि त। रमाइलो चाहिँ अय मासला के गर्नु यार। पिच बाटो पनि यस्तो हल्लेको हल्लै गर्छ। स्कुटी हल्लेको हो कि म हल्लेको थाहा नै छैन। अगाडिको धुलो हेरौँ गाइजमा पर धुलो, तर त्यो धुलो गइँदैन। त्यो धुलोभन्दा अगाडिबाटै छिरिन्छ हामी यहाँबाट छिर्छौँ, यो पेट्रोल पम्प छेउबाट। यताको बाटो राम्रो छ, एकैचोटि बाटो चाहिँ कटेरमा पर निस्किन्छ। ल लाग्यो, ल पेट्रोल हाल्नु पर्दैन। फुल छ पेट्रोल भन्दा पनि कोही छ, आधीभन्दा धेर छ। ल पेट्रोलमा हाल्ने हो एकैचोटि यहाँ यता जानुपर्ने मैले। तर मान्छेहरू सबै यताबाट आएर यता डाइरेक्ट जान पाइँदैन नि त। सुरुमा मैले जानु पर्यो यता अनि उता घुम्ने ठाउँ छ उतानिर होइन। हो त टर्निङ हान्नु पर्यो। सुरुमा साइड बाल्नु अब होइन। अब यहाँदेखि घुमाउने हो नि त मैले। ट्राफिक नियम फलो गर्दा त यो हो नि त कुरो त, होइन त। अब यहाँदेखि सर यसरी घुमाउने हो नि त। तर सबै भन्दैछु त, म भन्दैछु। यहाँ हेर न, त्यहाँबाट निस्किन्छ न नि सिधै उता रङ साइड। यहाँ एउटा ट्राफिक राख्नुपर्ने म्यास किताली सबै रङ साइडमा नि त। जाने कसरी हो भन्दा मैले जसरी गएँ त्यसरी हो। ट्राफिक नियम पालना गरौँ गाइज, पालना गरौँ। तर मान्दैनन् कसैले पनि, के गर्नु। मै मात्रै होला कि त्यो सिन्सियर यार नि। बाटो खाली हुँदा नि म यतैबाट आएँ नि त। यस, हातमा फोन हुँदा नि साइड बालेँ नि त मैले। अब हातमा फोन हुँदै पनि म साइड बन्द गर्छु। कसरी गर्छु भन्दा यसरी। अरू त मसँग के उपाय छैन नि त यार। हातमा यही हातमा फोन छ, यही हातले बन्द गर्नु पर्यो, अर्को हातले त यता ल्याउनु भएन मैले। यहाँ चाहिँ दामी हुन्छ सधैँ। ल अब बिचमा भेटौँला। ल अहिले यसो कुदाउँ न, यो पनि मजा लिउँ स्कुटीको। मजा आउँछ स्कुटी कुदाउन। यहाँ हेर न मजाले, यसले धान काटेर पराल त्यहीँ फ्यालेर धान मात्रै स्टोर गर्दछ। यो बाँकी रहेको हेर कस्तो मजाले काट्छ।
पछाडिबाट फ्याल्दैछ। टेक्नोलोजिया कहाँदेखि कहाँ पुगिसक्यो नि। पराल त्यहीँ छतिर छ यसले। अब यो स्कुटी मैले रोकेँ, बन्द भयो नि। अब स्टार्ट गर्न मैले केही गर्नै पर्दैन, यहाँ यसरी पक्रेर स्टार्ट यहाँ र लाग्दिउँ ल। अब चिसो चिसो हावा आयो त हौ। हावा चल्यो पात हलियो माया सालाला, हावा चल्यो पात हलियो माया सालाला, हावा चल्यो किन रोकेको बिचमा के हो यो त? गडबड भयो त अनि होइन? मैले त छिराइदिइहालेँ स्कुटी। कस्तो दामी चिसो हावा चलो। पानी पर्ला त पर्दैन। अरे यो ठाउँ मलाई लास्ट मनपर्छ। राम्रो छैन भने भनौँ, पानी पर्दा पनि यस्तो दामी हुन्छ कि यहाँ ओत लाग्न क्या। ठुलो छ नि त बोट, अनि जति ओत लाग्यो नि भयो, जे गरे नि भयो। आनन्दको ठाउँ छ। गौरादह जाँदैछु म, गौरादह। विन्ड नोइजले ल्याउँदै होला। मैले भाइजर खोलिरहेको छु, भित्रको भाइजर मात्रै लगाएर छु। घाम छ नि त, घाम जाँदै आउँदै गर्दैछ। आज मैले पन्जा लगाएको छैन भनेर कतिले थाहा पाएन। पन्जा किन लाइन भन्दाखेरि भिडियो बनाउँदैछु। भिडियो बनाउँदा अब कि एउटामा मात्रै लाएर हिँड्नु पऱ्यो। मैले त एउटामा लगाएको छैन, अरू बेला चाहिँ प्रायः म एउटामा लाउँछु। आज चाहिँ दुइटैमा लगाएको छैन, बोकी चाहिँ रहेछु मैले, यहाँ राखिरहेको छु पन्जा। अनि अब जाउँ यसो डुलौँहरू। यहाँ त सेकुवा पनि खाइन्छ होला। अस्ति कलेक्सन म यता कहिले पो जान्छु, बुधबार कलेक्सन जाँदाखेरि सुरुङ्गामा भाइले भनेको थियो क्या एक ठाउँ दामी सेकुवा पाउँछ भनेर। पानी पर्नलाई कालो कालो भयो, पर्छै जस्तो अब झरिहाल्छ जस्तो भयो। अनि कहाँ बस्नु भरे फेरि पानी पराउनु ल्याङ हुन्छ, रेनकोट लाएर हिँड्नु मलाई फेरि गिद्दी लाग्छ। अनि म सुई आएँ र दमकमै खाएँ, तर खाना चाहिँ सेकै खाएँ। झन्डै 1 केजी खाइदिएको एक्लै। होइन सेकुवा त खान्छु यार म। सेकुवा ममुले पकाएको मासु पनि म धेरै खाइदिन्छु, आधी केजी त म खाइदिन्छु हो। झन् बवाल त मासु नै मात्रै खाने हुन्छ, झन्डै 1 केजी पनि खान्छु जस्तो लाग्छ मलाई। हो यहाँ पनि अब यसरी हिँड्दाखेरि यहाँ पछाडि एउटा कपडा झुन्ड्याउँ कहाँ गाइस। कपडा झुन्ड्याएपछि के हुन्छ भन्दा थाहा हुन्छ कहाँसम्म चाहिँ त्यो फलामले भेट्छ, कहाँसम्म चाहिँ त्यो छ भनेर एउटा के भन्छ अनुमान लाउन सकिन्छ क्या। तर त्यो छैन, के गर्नु। ऊ त बन्दै गरेको गौरादह नगर अस्पताल हो। तेरिका हल्लिन्छ हातमा भइसकेपछि। अलिक दिनमा आउँछ, पहिला पैसो चाहियो होइन। अब अस्ति भएको पैसाले कुण्डा लगाइहाले, अब अर्को पैसाको लागि अथवा साथीलाई यसो भन्दैछु, साथीले पैसा हाल्दियो भने केही आउँछ। फ्याट त फुस्किहाल्छ मुखबाट, के चाहिँ गर्नु त होइन। यो ठाउँको नाम हो चैते चोक। ला ला ला, कतिलाई थाहा छ कतिलाई थाहा छैन होला। ऊ त्यहाँनिर देखेँ कि देखेन मैले, कता जुम गरेँ मलाई थाहा छैन। त्यहाँ एउटा चर्च अरे, मस्जिद पनि छ। मस्जिद सानो मस्जिद छ क्या। ला मेरो फोन आयो होला, कसले फोन गरौँ। अब भेटौँला एकछिनमा पर फर्किँदा अथवा खाँदा ल। मलाई अघि कल मम्मीले गर्नुभएको रहेछ। म पसल पनि आइपुगेँ। हाम्रो यहाँ सानो पसल छ। मामु म आइपुगेँ, हाँटिरहेको थिएँ नि त। यहाँ मैले के पठाइदिनु भएको छ। पसल आइपुग्यो। तेल र उयो हो मोमो। यो हाम्रो पसल, सानो पसल बाबा। यो मामु ए हो र, त्यही भएर बाहिर हम्किँदै बस्नु भएको। लाग्देको अब घरतिर सेकुवा पाइने ठाउँ यो बाटोको सिधै इन्डिङ जहाँ पुगिन्छ त्यहाँ अब सेकुवा पाउने। केही खाइनँ मैले, ती बसेँ पसलमा, अनि ती चक्लेट खायो के कचे आफ्नै पसल भइसक्यो त के भयो त। झिक्दै खाँदै अनि अब लाग्देको बिस्तारै जाने। 5:30 5:45 समथिङ कति भयो होला। ए टाइम देखाउँदो रहेछ यसमा 5:42।
जान्छु बिस्तारै बिस्तारै, धुम्म धुम्म भइरह यार। पानीले चाहिँ नभेटाओस्, अरू मलाई टेन्सन छैन। ला 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 ला। मैले अस्ति रोकेर भिडियो बनाएको घर यही त हो नि। कस्तो दामी सारे घर हेर, यतापट्टि अर्कै उतापट्टि अर्कै घर जस्तो छ नि। तर तर त दुइटै घर एउटै हो खासमा हुन चाहिँ। तर यतापट्टिको अर्कै घर, उतापट्टिको अर्कै घर जस्तो छ क्या। एउटै होला कि के हो, एउटै जस्तो लाग्यो मलाई चाहिँ होइन। हुन नि सक्छ, नहुन नि सक्छ, तर राम्रो छ घर। दामी छैन त। अहिले मैले ठ्याक्कै योभन्दा अगाडि यो क्लिप चाहिँ मेरो यो छ नि माइक, मैले ठ्याक्कै साइलेन्सरमा टाँसिरहेको थिएँ क्या। कस्तो दामी साउन्ड आउँदो रहेछ यार। दुईटा माइक मैले बोकिनँ नि त, एउटा मात्रै बोकेँ। दुईटा बोकेको भने चाहिँ म एउटा पछाडि टाँस्थेँ, एउटा यहाँ मसँग हुन्थ्यो। अनि बोल्दै त्यो पछाडि साउन्ड त्यो झन् फुल रेफ गरेर कुदाउँदा कस्तो दामी आयो क्या। नाइस आइडिया। अब नेक्स्ट टाइम चाहिँ म हो यसरी यो जरुरी हुन्छ क्या। यो झुन्डाइसकेपछि थाहा हुन्छ क्या कहाँनिर छ त्यसको इन्डिङ पोइन्ट भनेर। अब अर्कोचोटि हिँड्दा चाहिँ माइक दुइटै बोकेर हिँड्नु पऱ्यो। मैले त माइकको पाउच हुन्छ हो त बोकिनँ क्या, दुइटै बोकेर हिँड्नु पऱ्यो। एउटा मसँग हुन्छ, एउटा मुनि पछाडि। वो दामी आउँदो रहेछ साउन्डमा साला। नेक्स्ट टाइम चाहिँ लिएर हिँड्छु ल म। सर नमस्कार। हामीलाई के अरे म्याथ पढाउने सर हो है। धेरै पछाडि देखेँ, बवाल पढाउनुहुन्थ्यो। भेट्दै गरौँ ल। अब एकछिन म राइडमा फोकस। दामी सनसेट हुँदैछ होइन। अनि यहाँ स्कुटी, मैले यहाँ फोटो खिच्न रहेको स्कुटीको थम्बनेलको लागि। थम्बनेलको फोटोमा मैले पुलमा त खिचेँ, तर त्यहाँ गाडी आएर मैले भिडियो बनाएन नि त, फोटो खिचेर हिँडिहालेँ होइन। यहाँबाट बाइकहरू त आइरहेछ ल। यहाँदेखि कस्तो दामी देखेछ। ओ यहाँ स्कुटी होइन, अनि यहाँ सनसेट। यहाँ सनसेट यस्तो दामी छ। अनि यहाँ मेरो ड्रिम बाइक यसरी। ओए होइ 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 होइ, आफूलाई मनपर्ने बाइक यसरी होइन। अनि टक्क यसरी सनसेट हुन आँटेको बेलाको यो यस्तो समय। ओए होइ 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 होइ, अनि कति मजा आउँछ है। अनि आफ्नो बाइक तर यार बवाल हुन्छ, बवाल। यो पिओभी कस्तो नाइस छ त हेर त। त्यो बोट बाटो पुरै ढाकिरहेछ, अनि खुल्ला बाटो परसम्म सुनसान बाटो। ओए होइ, राइडिङ त्यसै बवाल लाग्दैन क्या मलाई यार। मलाई मनपर्छ यसरी बाइक कुदाउनु भन्न। त्यही भएर पनि मलाई हरेक कुरा राम्रो लाग्छ क्या। अब यसरी बाइक कुदाएर आएछ, खुल्ला बाटो होइन, कस्तो बवाल लाग्छ। यसरी यता हेरो, घाम यस्तो छ दामी। ओए होइ 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 होइ, मजा लाग्छ मलाई। ब्लास्ट बवाल मजा लाग्छ। इन्जोय द राइड। अब त माइक पनि छ, न भ्यार भ्यार न भुरभुर, अलिअलि आउला। वर्करको पनि छुट्टी भयो जस्तो छ, घर जाँदैछन्। यता पनि जान रेडी हुँदैछन्। रातभरि काम गरेर नि भएन नि त हो। तर बनिसक्दा चाहिँ बवाल हुन्छ होला नि यो, बनिसक्दा चाहिँ बवालै हुन्छ होला। एकजना यहाँ बस्नुपर्छ। कहाँ जान हतार भएको यो सिटीलाई। ट्याँ 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 दिएको छ, दिएको छ। ओए मान्छेलाई क्रेन हेर, कत्रो छ नि म्याथ चाहिँ।
फोन राखौँ ल त भित्र के देखाउनु सबैले आउँ अनि हेरौँ हेर्न मन लाग्ला यहाँ लाइन लागेर यहाँदेखि उहाँसम्म लाइन लागेर होइन बिहानदेखि बेलुकासम्म छाता उडेर भयो नि हेर्न मन लाग्नेलाई बालै भयो र सबैको छुट्टी भयो जस्तो छ घर जाँदैछन् सनसेट दमक हाम्रो दमक राम्रो दमक राम्रो होइन त हो स्किडल राम्रो हाम्रो दमक बेलडाङ्गी रो पनि घर आइपुगे यो पनि आइपुग्यो यसलाई मैले बाटाबाट पकडेर लिएर आएको भाग्दै थियो साले कुत्ते मैले तानेर लिएर आएको स्कुटीले जय नेपाल